घात प्रथम राष्ट्रघात उनको बीपी को त्यही हो थियो। अनि मातृका थिए नि त प्रधानमन्त्री। त्यसैको परिणाम आजसम्म भारतले के गरिराखेको छ नेपालमा हस्तक्षेप। राजाको समयमा महेन्द्रले हटाए किन? यहाँ संसदमा पनि राजासँग पनि सबै भारतीय प्रतिनिधि हुन्थे प्रत्यक्ष। यिनीहरूले चाहिँ सबै कुरो गर्थे। राजा त्रिभुवन त मूर्ति मात्रै थिए। जस्तो राणा शासनमा मूर्ति थियो त्यस्तै बीपीको समयमा पनि मूर्ति नै थिए। भारतलाई ल्याएर यहाँ जिम्मा दिए। हामीले पढेको भारतीय शिक्षा प्रणाली के थियो? त्यतिखेर हामी सानै सानै थियो 7-8 वर्षको। 12 वर्षमा हाम्रो स्कुल गाउँमा खोल्यो। त्यतिखेर हामीले शिक्षा प्रणाली भारतीय लागू थियो। त्यस अनुसार हामीले हिन्दी भाषामा पढ्नु पर्थ्यो। नेपालभित्र बिहारको शिक्षा के अरे पाठ्यक्रम आउँथ्यो हामीलाई पढाउन। अनि हिन्दी भाषीहरू आउँथे गुरुहरू पढाउन। नेपाली भाषी कोही पनि थिएनन्। मलाई याद छ आजसम्म कसैले पनि यो कुरा उच्चारण गरेका छैनन्। मेरा सँगका मभन्दा अघिका राजनीतिज्ञ गर्नेहरूले पनि यो कुरा याद राखेका छैनन्। महेन्द्रले किन चाहिँ कु गरेका त्यो कुरा सहीमा मान्दछु। यसकारण भारतीय चेकपोस्ट हटाउनु पर्यो। महेन्द्रले शिक्षा प्रणाली हटाउनु पर्यो। किन? हामीले पढेको कुरा याद छ। एउटा लाइन अझै पनि, त्यो लाइन डर न सके कच्चे हैं भारतीय बच्चे हैं, हामीले पढ्नु पर्थ्यो। ल भन्नुहोस् अब यो के हो? राष्ट्रवाद हो? त्यसमा एउटा चित्र थियो। म अब त्यो चित्र पनि मलाई याद छ। मलाई पुरा याद छैन, बिर्सिसकेँ। यति चाहिँ मैले याद राखी छोडेको छु। भारतीय राष्ट्रगानमा जुन एउटा लाइन छ त त्यसमा एउटा बच्चा थियो, एउटा कुकुर थियो। कुकुरले त्यो बच्चालाई टोक्न गएको थियो उभिएर, अनि त्यो बच्चाले कुकुरसँग युद्ध गरेको थियो। त्यही कविताको त्यो भाव थियो। डर न सके कच्चे हैं भारतीय बच्चे। म कुकुरदेखि डराउँदिनँ, म भारतीय हुँ। त हाम्रो बाल मनोविज्ञान नै भारतीय बनाउने त्यतिखेरको योजना थियो। त्यो बीपीले त्यो कुरा सोच्नु पर्थ्यो कि पर्दैन थियो? यो शिक्षा चाहिँ गलत छ, उनी राष्ट्रवादी थिए भनेदेखि हाम्रा बालबालिकालाई चाहिँ नि यस्तो शिक्षा प्रणाली लागू गर्नु हुँदैन, नत्र भोलि यिनीहरू भारतीय हुन्छन् भन्ने तिनलाई चाहिँ ज्ञान थिएन। पढेर लेखेका त थिए त, त्यति ज्ञान थिएन। हामीलाई कण्ठस्थ गराइन्थ्यो, त्यसको व्याख्या गरेर हामीलाई पढाइँदैन थियो। त्यो हिन्दी भाषी गुरुहरू हुन्थे, रटाइन्थ्यो, कण्ठस्थ गराइन्थ्यो। कण्ठस्थ नै भन्न लगाइन्थ्यो, लेख्न पनि लगाइन्थ्यो। परीक्षामा पनि त्यही जस्ताको तस्तै। त्यसको व्याख्या अर्थ केही पनि लगाइँदैन थियो। हामीलाई त्यस्तो शिक्षा थिएन। राष्ट्रगान त्यतिखेर छँदै थिएन नेपालको। भनिसकेपछि इन्डियाले आफ्ना लागि बनाएको पाठ्य पुस्तक, इन्डियाको आफ्नो राष्ट्रियताको बचाउका लागि विकासका लागि बनाएको पाठ्य पुस्तक नेपाली बालबालिकाहरूलाई पढाइन्थ्यो र उनीहरूलाई आफू भारतीय भएको भनेर बुझाइन्थ्यो। त्यो मनोविज्ञान त हामीले त नेपाल भन्ने त थाहै थिएन। हाम्रो देश नेपाल हो भन्ने कुरा हामीलाई थाहै थिएन। डर न सके कच्चे भारतीय बच्चे। हामी कच्चे भए तापनि हामी डराउनेवाला छैन, हामी भारतीय हौँ। पढाइको सुरुवात यसरी भयो। हामीलाई राजा महेन्द्रलाई किन चाहिँ बदनाम गर्छन्? राजा महेन्द्रले किन 2017 सालमा चाहिँ कु गरेको? के जाइ थियो कि नजाइ थियो? कालापानी विषय लिएर जुन ओलीले त्यो नक्सा बनाए त्यसमा अनि विवाद उठ्यो। उनले राम नेपाली हुन् भनेर भने त्यसमा विवाद हो। यी सब कुरा हुँदाखेरि भारत र नेपालको सम्बन्ध के हो? कि भारतले जुन परिभाषा गर्छ वास्तवमा त्यस्तै हो? यी प्रश्नहरू मेरो दिमागमा एकाएक उठ्यो। के भारत सच्चा मित्र हो? होइन, भारत त असल छिमेकी पनि होइन भन्ने मेरो निष्कर्षमा आयो मेरो दिमागमा। त्यो शिक्षाको पनि याद आयो मलाई। यो हो महेन्द्रले त त्यो यस्तो हामीलाई पढाइ हुन्थ्यो। वास्तवमा देश बचाउनुको लागि पो यस्तो गरेका रहेछन्। बीपी त होइन रहेछन् राष्ट्रवादी। समग्रमा काङ्ग्रेस, राणा र राजाको त्रिपक्षीय सम्झौताबाट नेपालमा इन्डियाले लेखिदिएको त्यो वक्तव्य पत्र पढेर प्रजातन्त्रको घोषणा कथित भनेर प्रचार गरियो। सत्य कुरा यही हो नि, होइन त? एक तहको यथार्थ